हेलो साथीहरु, के तपाई पनि 10,000 सम्ममा बेस्ट स्मार्टफोन खोज्दै हुनुहुन्छ? सो तपाई चाहिँ एकदमै राइट भिडियोमा आउनु भएको छ। सो आजको भिडियोमा चाहिँ म तपाईलाई टप 4 स्मार्टफोनको बारेमा बताउने छु, जुन चाहिँ 10,000 सम्ममा एकदमै बेस्ट हुनेछ। 10,000 सम्ममा चाहिँ हामीले खासै राम्रो फोनहरु चाहिँ भेटाउँदैनौं। त्यही पनि मैले 4वटा स्मार्टफोन चाहिँ ल्याएको छु, जुन चाहिँ यो प्राइस रेन्जमा चाहिँ एकदमै बेस्ट हुनेछ। अनि म तपाईलाई चाहिँ पहिला नै भन्न चाहन्छु कि 10,000 मा आउने फोनहरु चाहिँ एकदमै बेसिक हुन्छ। सो मैले टप 4 स्मार्टफोन चाहिँ चुज गरेको छु, जसको प्राइस चाहिँ 10,000 भन्दा अलिकति माथि जान सक्छ र 10,000 मा पाउने एकदमै स्लो फोनहरु भन्दा यी फोनहरु चाहिँ एकदमै फास्ट हुनेछ। सो भिडियोलाई सिधै सुरु गरौँ है त। र 4th नम्बरमा रहेको छ हाम्रो ZTE को Nubia A36 भन्ने स्मार्टफोन। यो फोनको डिजाइनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ पछाडिबाट हेर्दाखेरि ठ्याक्कै आइफोनको जस्तै डिजाइन दिएको छ, जुन चाहिँ हेर्दाखेरि सस्तो फोन जस्तो देखिदैन। डिस्प्लेकै कुरा गर्नुहुन्छ भने 6.75 इन्चको IPS स्क्रिन दिएको छ भने यो चाहिँ HD+ को डिस्प्ले रहेको छ र अचम्मको कुरा चाहिँ यसमा 90 हर्ट्ज को रिफ्रेश रेट दिएको छ र यसमा चाहिँ युनिसोक को 27200 चिपसेट दिएको छ, जुन चाहिँ डे टु डे युजको लागि एकदमै बेस्ट हुनेछ। अनि स्टोरेज र र्यामको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा 4GB र्याम र 64GB को स्टोरेज दिएको छ, जुन चाहिँ यो प्राइसमा एकदमै राम्रो कुरा हो। अनि क्यामेरातर्फ आउँदाखेरि चाहिँ यसमा हामीले 13 मेगापिक्सलको क्यामेरा देख्ने छौं र फ्रन्ट क्यामेरामा चाहिँ 5 मेगापिक्सलको सेन्सर दिएको छ। सेक्युरिटीको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा हामीले कुनै फिंगरप्रिन्ट सेन्सर त पाउँदैनौं, तर फेस आइडी अनलकको चाहिँ फिचर दिएको छ र यसमा चाहिँ हामीले 5000 mAh को ठूलो ब्याट्री देख्ने छौं भने 10 वाटबाट चाहिँ यो चार्ज हुनेछ। र प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ यो फोनको प्राइस रहेको छ 13,000 रुपैयाँ। म फेरि पनि भन्दै छु 10,000 सम्ममा चाहिँ खासै राम्रो फोनहरु चाहिँ पाउँदैन। सो अलिकति तपाईको पैसाहरु पनि वेस्ट नहोस् भनेर मैले चाहिँ तपाईको लागि एकदमै बेस्ट फोन छानेर ल्याएको हो। 10,000 तिरेर बेसिक फोन किन्नु भन्दा 2-3 हजार थपेर राम्रो फोन किन्नु तपाईको लागि राम्रो हुनेछ। सो ब्याक टु टपिक, 3rd नम्बरमा हाम्रो फोन रहेको छ AI+ Pulse। यो फोनको स्पेसिफिकेसनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ डिस्प्लेमा चाहिँ 6.74 इन्चको डिस्प्ले दिएको छ भने यो पनि 90 हर्ट्ज को डिस्प्ले हो, जसमा चाहिँ MediaTek को Helio G81 दिएको छ र यसमा चाहिँ 3GB र्याम र 64GB को भेरिएन्ट आउँछ र अर्को 4GB र्याम र 128GB को भेरिएन्ट आउँछ। 3GB र्याम र 64GB भेरिएन्टको प्राइस चाहिँ 10,000 रहेको छ भने 4GB र्याम र 128GB को प्राइस चाहिँ 13,500 रहेको छ र यसमा पनि 13 मेगापिक्सलको क्यामेरा देख्न सक्छौं भने फ्रन्टमा चाहिँ 5 मेगापिक्सलको सेन्सर दिएको छ र यसमा चाहिँ हामीले साइड माउन्टेड फिंगरप्रिन्ट देख्ने छौं, जुन चाहिँ हाम्रो पावर बटनमै हुनेछ। ब्याट्रीको कुरा गर्नुहुन्छ भने यसमा पनि 5000 mAh को ब्याट्री दिएको छ भने 10 वाटको चार्जिङ दिएको छ। र हाम्रो सेकेन्ड नम्बरको फोनमा जानु भन्दा पहिले यदि तपाईले हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरेर साथ दिनु होला। सेकेन्ड नम्बरमा चाहिँ हाम्रो Honor को Play 10 भन्ने स्मार्टफोन रहेको छ भने यसको डिस्प्लेमा चाहिँ 6.74 इन्चको LCD स्क्रिन दिएको छ भने यो पनि HD+ को डिस्प्ले हो र यो फोनमा पनि 90 हर्ट्ज रिफ्रेश रेट सपोर्ट गर्छ। चिपसेटको कुरा गर्नुहुन्छ भने यसमा चाहिँ MediaTek को Helio G81 दिएको छ भने र यसमा पनि 3GB र्याम र 64GB स्टोरेजको भेरिएन्ट आउँछ र अर्को 4GB र्याम र 128GB को भेरिएन्ट आउँछ र जसको 3GB र्याम र 64GB स्टोरेजको भेरिएन्टको प्राइस रहेको छ 12,500 रुपैयाँ र अर्को 4GB र्याम र 128GB को भेरिएन्टको प्राइस रहेको छ 15,000 रुपैयाँ। र क्यामेराको कुरा गर्नु पर्दाखेरि चाहिँ 13 मेगापिक्सलको क्यामेरा दिएको छ भने फ्रन्टमा चाहिँ 5 मेगापिक्सलको सेन्सर दिएको छ र यसमा पनि साइड माउन्टेड फिंगरप्रिन्ट दिएको छ भने र यसमा पनि 5000 mAh को ब्याट्री र 10 वाटको चार्जिङ सपोर्ट गर्छ। सो साथीहरु, हामी चाहिँ यो लिस्टको नम्बर 1 फोनमा आइसकेका छौं। यदि तपाईले चाहिँ यो भिडियोलाई यहाँसम्म हेरिसक्नु भएको छ भने प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु होला है। अनि तपाईले कुन चाहिँ फोन किन्दै हुनुहुन्छ त्यो चाहिँ मलाई कमेन्टमा भन्नु होला। सो हाम्रो लिस्टको फर्स्ट नम्बरमा रहेको छ Redmi को A5 भन्ने स्मार्टफोन। यो फोन चाहिँ पर्सनली मैले आफ्नो बाजेलाई किनिदिएको थिएँ, जुन चाहिँ मैले आफैले पनि चलाएर हेरेको थिएँ। यो फोनको डिस्प्लेको कुरा गर्नु पर्दाखेरि चाहिँ 6.88 इन्चको IPS LCD स्क्रिन हो भने यो पनि HD+ को डिस्प्ले हो, तर अचम्मको कुरा चाहिँ यसमा 120 हर्ट्ज को रिफ्रेश रेट दिएको छ। अझ झन् अचम्मको कुरा त यसमा IP52 को रेटिङ दिएको छ। यसको मतलब तपाईको फोन चाहिँ डस्ट र हल्का फुल्का स्प्ल्याश प्रुफ रहनेछ। चिपसेटको कुरा गर्नुहुन्छ भने यसमा चाहिँ युनिसोक को T7250 रहेको छ, जुन चाहिँ डे टु डे युजको लागि एकदमै राम्रो हुनेछ र यसमा पनि 3GB र्याम र 64GB स्टोरेज भएको भेरिएन्ट आउँछ र अर्को 4GB र्याम र 128GB भएको भेरिएन्ट आउँछ, जसको 4GB र्याम र 64GB भेरिएन्टको प्राइस चाहिँ 12,500 रहेको छ भने 4GB र्याम र 128GB भेरिएन्टको प्राइस चाहिँ 13,500 रहेको छ। क्यामेराको कुरा गर्नुहुन्छ भने 32 मेगापिक्सलको क्यामेरा दिएको छ भने फ्रन्टमा चाहिँ 8 मेगापिक्सलको सेन्सर दिएको छ र यसमा पनि साइड माउन्टेड फिंगरप्रिन्ट दिएको छ भने ब्याट्रीमा चाहिँ 5200 mAh को ब्याट्री दिएको छ भने यो चाहिँ 15 वाटको चार्जिङ सपोर्ट गर्छ। सो यिनै थिए टप 4 स्मार्टफोनहरु। तपाईलाई चाहिँ कुन चाहिँ फोन मन पर्यो त्यो चाहिँ कमेन्टमा भन्न नभुल्नु होला। अनि यदि तपाईलाई यो भिडियो मन पर्यो भने चाहिँ यो भिडियोलाई लाइक गरेर शेयर गर्न चाहिँ नभुल्नु होला। तबसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।